पर्सिको लास्ट गाडी हामीले भेट्यौँ टिकट काटियो अनि हामी हिँड्दैछौँ यो कुन ठाउँ अरे गल्सीबाट हामी हिँड्दैछौँ हामी अहिले जान लाग्यो गाडीमा हो खुसी ट्राभल्स एन्ड टुर्स हामी चाहिँ स्याफर बेसीसम्म जान्छौँ अनि स्याफर बेसीदेखि चाहिँ आज हामी ब्याम्बोसम्म चाहिँ हिँड्छौँ स्याफर बेसीदेखि अलमोस्ट 3 आवर्स जस्तो होला त्यहाँदेखि ट्रेक अनि भोलि चाहिँ हामी लाङटाङै पुग्छौँ स्याफर बेसी गाइज स्याफर बेसी आइपुग्यौँ वाइल्ड ढिलो भयो क्या वाइल्डै ढिलो भयो अब यो पारी खोला कटेर यसरी जानुपर्छ अब आज हामी कहाँसम्म पुग्छौँ थाहा नै छैन जहाँ पुगिन्छ त्यहीँ गएर बस्ने हो होइन सकेसम्म ब्याम्बो जाने होइन अब 3 घन्टा लाग्छ यहाँदेखि बजिसक्यो अहिले 5 हेलो गाइज अहिले हामी स्याफर बेसीदेखि ब्याम्बोतर्फ हिँड्दैछौँ अहिले ठ्याक्कै 5:36 भयो हामी हिँडेको अलमोस्ट 15 मिनट्स जति भयो है 3% पनि कम्प्लिट भएको छैन लेट्स सी कति बजे पुग्छौँ हामीले कसैलाई फोन नि गरेको छैनौँ एकदम हावा आदालमा हिँड्यौँ क्या हामी होइन खोलै खोला तिरै तिर अँधेरोको बाटो जोक छ गाइज 6 बज्न आँट्यो अहिले 5:50 हुँदैछ यस्तो छ हामी चाहिँ यो इनर्जी बिस्किट खाँदैछौँ दोवानमा ल बोलो गाइज हामी चाहिँ फाइनल्ली ब्याम्बो आइसकेका छौँ 1984 मिटर हाइटमा कति घन्टामा आइपुग्यौँ हामी 3 घन्टामा हामी चाहिँ यहाँ आइपुग्यौँ स्याफर बेसीदेखि अहिले चाहिँ अफ सिजन भएको कारण चाहिँ यहाँ चाहिँ 3टा होटलहरू रहेछ 3टा होटलमा चाहिँ 2टा होटल मात्र चलिरहेछ एउटा 2टा होटल चाहिँ चलिरहेको छैन एउटा मात्र चलिरहेछ र हामीले चाहिँ अहिले फोन गरेको थियौँ अब गएर कुरा गर्छौँ यसको आजको हाम्रो रुम यस्तो छ पसिना भिजेर बिजो गएको छ चार्जिङ छैन वाइफाई 300 रुपियाँ वाइफाई पनि 300 जस्तो लाग्छ आजको खाना Good morning guys from Bamboo. That's a Bamboo ma balal
खोला दामी छ नि बाप हो यही आवाज त हामी चाहिँ यही तिरपालको उतापट्टि यहाँ सुतेथ्यौँ त्यो डाँडातिर अलि घाम देखिन थालिसक्यो अहिले चाहिँ बिहानको 7 बज्यो अब चाहिँ यहाँबाट हामी छिटोभन्दा छिटो ब्रेकफास्ट गरेर निक्लिनुपर्छ गाइज चिसो चाहिँ वाइल्डै छ यत्रो चिसो छ गाइज अब चाहिँ हामी यहाँ ब्याम्बोदेखि निक्लिन आँटेको अहिले चाहिँ हामी के भन्छ अरे यो ब्याम्बोमा छौँ 1992 मिटर्स यहाँदेखि यो टी सप रहेछ 45 मिनट्समा रिम्चे चाहिँ लगभग हामीलाई 2 घन्टा भनौँ न रिम्से घोडा तबेला होइन यो यहाँ गएर चाहिँ खाना खाने सोचे हो हेरौँ कहाँसम्म पुगिन्छ र आज चाहिँ फुल अन इनर्जीका साथ हामी हिँड्दैछौँ बाटो यस्तै छ के हुन्छ यो हाम्रो यहाँ शिव दाइ के छ कत्तिकै एनर्जी छ आज फुल एनर्जी 100% हो आज भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइरा ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराइरा नफुल्नु माया मनभरि फुल्यो 45 मिनटमा टी हाउस भन्दै थियो म्यापमा चाहिँ बोर्डमा तर हामी चाहिँ आधी घन्टा जस्तैमै आयौँ ब्याम्बो पछिको फर्स्ट टी हाउस यही नै हो यहाँनिर चाहिँ पुल रहेछ होइन उता माथि अलिअलि हिउँहरू देखिरहेको छु जस हामी चाहिँ छिटै हिँडिरहेछौँ छिटै भनौँ Look at the view. अहिले चाहिँ हामी रिम्चे आइसकेका छौँ बाटो चाहिँ ठिकै भनौँ ठाडो त ठाडै उकालो थियो शिव दाइले खजाना क्यान्डी निकाल्नु भएको छ क्यान्डी खजाना हामी चाहिँ अब यहाँबाट चाहिँ लामा होटेल लगभग 1 किलोमिटर टाढा छ पुगिन्छ होला 1 किलोमिटर भनेपछि 20-25 मिनटमा लामा होटेल पुगिन्छ खाना चाहिँ हामी लामा होटेलमा गएर खान्छौँ फाइनली हामी लामा होटेल आइसक्यौँ गाइज दिस इज द
ल यो त होटेल शेर्पा लेख्या त ए होइन होइन लामो होटेलै रहेछ ओए माथि हिउँ पनि देखिरहेको छ हिमाल पनि यार नाइस अब चाहिँ हामी यहाँ ब्रेक लिएर खाना खान्छौँ होइन खाना खाएर टट्ट रेस्ट गरेर ल्याम माथि जाने अनि यहाँ त कति लगभग 14-15 मिनटमा आइपुग्यौँ हामी छिटो आइपुग्यौँ तर बोर्डमा देखाएको भन्दा चाहिँ 10-15 मिनट चाहिँ हामी छिटै नै भइरहेछ अहिलेसम्म चाहिँ ल हाम्रो चाहिँ प्लान चेन्ज भयो यहाँ चाहिँ खाना नखाने माथि 1 घन्टा पछि चाहिँ होटेल वुडल्यान्ड भन्ने छ त्यहाँ चाहिँ खाने जस्तै कुरा भयो होइन हामी चाहिँ यहाँबाट निक्लिन्छौँ लगभग 1-1.5 घन्टामा हामी त्यहाँ पुग्छौँ बिचमा चाहिँ कतै बिस्कुट सिस्कुट खानु पर्ला गाउँ चाहिँ यस्तै छ छेङड्याम भन्ने रहेछ यो गाउँलाई चाहिँ अहिले चाहिँ हामी होटेल रिभर साइड आइसक्यौँ यहाँदेखि 5-10 मिनट उता वुडल्यान्ड भन्ने छ खाना चाहिँ त्यहाँ नि हो है हिमाल देखिन थालिसक्यो दामी छ यता यो होटेल वुडल्यान्ड मजाले खासै गाह्रो भएन यता त ठिकै थियो बाटो होइन अब केही खान्छौँ अनि त्यसपछि रेस्ट गरेर जान्छौँ माथि वुडल्यान्डमा खाना चाहिँ यस्तै छ हामीसँग छ यो खाना डन यो डन शिवराईको डन दिस इज सिथ्रोन जुस होइन त सिथ्रोन मिलो हुने रहेछ ल हामी अहिले थाङसाप भिलेज छौँ 3200को एल्टिट्युडमा यहाँ चाहिँ यस्तै डाँडै थियो क्या उकालो बिजोग सुम 4 बजेको अरे अहिले चाहिँ वेदर बिजोग भएको अवस्था वाइल्ड छ -17 है चिसोले नाक रुगा लाएर त्यस्तै भएको छ बिजोग अझै हामी लाङटाङ भिलेज पुग्न 1 घन्टा जति चाहिँ लाग्छ अझै यो बाटो ठाडै छ यति बेला चाहिँ थोरै गाह्रो भयो नाक त्यही माथि रुगाले सास फेर्न गाह्रो बनाइरहेछ वेदर त बिजोग छ बिजोग हामी चाहिँ अहिले गोम्पा भन्ने ठाउँ आइपुग्यौँ
5:40 हैन 5:40 अब बाटो अँधेरो भइसक्यो अलमोस्ट अझै 40 मिनट्स जति हिँड्नुपर्छ हामी अब खै टर्चै बालेर हिँड्नुपर्ने होला एभलान्स एरिया गाइज बिजोक छ यार वहाँ पुग्नुपर्छ कस्तो डर लाग्दा आवाज आयो है वाइल्डै डर लाग्दा आवाज आयो यो देखाउनु पर्छ यो आइस पानी पुरै जमेर आइस छ भित्रबाट पानी बगिरहेछ पुरै जाम ल यहाँ बस्नुहुन्न धेरै बेर कस्तो डरै लाग्दो ठाउँ यार Finally, I am Langtang village. 34-55 meters height. What's लगभग हामी 6-15-20 मा आइपुग्यौं हैन मजा आयो हामीले चाहिँ रुम लियौं यसो आजको हाम्रो रुम चार्जिङको व्यवस्था छ वाइफाई छ प्याकेजमा बसिन्छ अब ड्याममा लाएर थकित छु आज त ल आजको लागि चाहिँ चिकन खाना गाइज गुड मर्निङ गाइज फ्रम लाङटाङ भिलेज है अहिले चाहिँ बिहानको 7 बजिसक्यो र हामी चाहिँ अहिले केन्जिङरी जाँदैछौँ र हाम्रो लाङटाङ भिलेज देखाइदिनु न दामी छ हामी बसेको होटल चाहिँ उ त्यो हो कालो ट्याङ्की भएको राम्रो छ यहाँ चाहिँ पुरै वेदर माइनसमा हो बगिरहेको पानी नै जमेछ है पुरै यो फ्रोजन भएको छ wish us a good luck है This is the Langtang Valley Langtang गाउँ चाहिँ यही नै हो र हामी चाहिँ यता जाँदैछौँ beautiful Himal already. Let's go. We are at Mundu. 1 घन्टाको बाटो भन्थ्यो तर हामी 25 मिनटमै आयौँ खतरा हो नि यस्तो सम्म बाटो भन्दा हामी जति नै हिँड्छौँ हार्ड रकमा गएर पानी खानुपर्छ गीत गाए जुनलाई बनाए साथी रातैभरि जुन किरी झिली मिली गरिरहे Finally, Hard Rock Cafe आइपुग्यौँ 26 मिटर altitude र यहाँ आइपुग्दासम्म हामीलाई घामले पनि दामी सहयोग गरेको कस्तो न्यानो भइरहेको छ क्याफे त बन्द छ कि किन हो बन्द रहेछ चाहिँ अब हामी पानी खाएर हिँड्नु पर्ला जस्तो छ आइपुग्नु लाग्यो त्यसकै फेरीमा हो जानुपर्ने
बाटो छोडिदियो त यो भ्यू यस्तै छ जे होस् लाङटाङ पछि चाहिँ बाटोहरू यस्तै छ तेर्सो तेर्सै त्यस्तो गाह्रो चाहिँ छैन सजिलो छ बाटो अलिअलि उकालो अलिअलि ओह्रालो यस्तै गुम्बा चाहिँ आइसक्यौँ गाइज यो गुम्बा यहाँदेखि चाहिँ हिमाल जस्तो देखिन्छ तर हामी जुन हिसाबले लाङटाङदेखि यता तल के सिन्धु हो कि के भन्ने ठाउँसँग जुन हिसाबले आएको नि त्यो हिसाबले चाहिँ माथि आउन सकिएन गाह्रो भयो हिँड्न गाह्रो भयो यो कटिसकेपछि चाहिँ बल्ल गाउँ आउँछ क्याङजिङरी पिक कुन हो भन्दै सोचिरहेको थिएँ म लास्टमा त यही डाँडा रहेछ सकिन्छ त यत्रो हिँड्न थैत बिजोग छ त यत्रो उक्लिन्छ यार यो त के अरे लोवर हो रे यसको उतापट्टिको चाहिँ मेन हो रे रुगा लाएर चाहिँ बिजोग भएको छ कि बिजोग उतै हेर्नु न पुरै आइस फ्रोजन भएको छ कि त्यो एभालान्स गएको रहेछ पुरै फ्रोजन आइस अनि पुरै जमेछ पानीहरू कति सकिन्छ किन हिँड्ने त हो नि यहाँ माथि चाहिँ यो डाँडा पारी चाहिँ के भन्छ अरे पोखरी रहेछ एउटा अनि त्यहीँबाट पानी ल्याउने रहेछ यहाँ मान्छेहरूले तर अलिकति हिँड्नुपर्छ त्यो पनि जमिसकेको भन्नुभएको थियो अघि एउटा बाजे भेटेको थियौँ जमिसकेको तर टेक्यो भने चाहिँ फेरि फुट्छ त्यो कम्प्लिटली चाहिँ फ्रिज भएको छैन भन्नुभएको थियो मेरो पार्ट टाइम भिडियोग्राफर साथीहरू केन्जिङ खड्का आइयो यही नै हो केन्जिङ खड्का बिल्डिङहरू त ठुल्ठुलो रहेछ यार
घोडा घोडा अनि गधा। हामी जाने चाहिँ यही डाँडा हो, लोत पर्छ। यहाँ खाजा खान्छौँ अनि यो बाटो जस्तो यसरी बाटो रहेछ, लोत पर्छ यार। मान्छेहरू चाहिँ चढ्न थालिसकेछ, हामी चाहिँ खाजा केही खाएर चाहिँ हिँड्छौँ लगभग आधी घन्टा 40 मिनट पछि। लोत छ त यार, यहाँ यसो भयो यसरी वहाँ पुग्नुपर्छ। पानी, कफी, यहाँ मोमो। ल यही हो याकको छाला भनौँ कि के भनौँ है, भुत्ला न्यानो हुन्छ। हाम्रो पछाडि चाहिँ भ्यू यस्तो छ, हामी चाहिँ यहाँ खाजा खान बसेको। त्यो अघि नै हिँडेको मान्छेहरू यहाँ पुगे बल्ल। यो बिजोग होला जस्तो छ त, बिजोग। ल सुरु गरौँ, सुरु। हामी चाहिँ अहिले एभरेस्ट होटेलको छतमा छौँ। फ्राइड राइस मगाएको थियौँ, मात्र 700। फ्राइड राइस विथ एग एन्ड भेजिटेबल्स, मिठो भइरहेछ। अनि के भन्छ अरे नुडल्स विथ एग सुप पनि मगाएको छौँ। लेट्स सी कस्तो हुन्छ। यो चाहिँ मिठै छ। ल 2500 को खाजा खायो यहाँदेखि। शिवदाले 2500 को खाजा खायो यार, खाइदिनु पऱ्यो नि। 2500 को खाजा खाने मान्छे हेट जानुपर्ने त्यो डाँडा हो। यति हिँड्दा पनि स्याहाँ भइयो यार। थैट बिजोग के बिजोग। गाइज सौरी याकलाई हेरौँ, सौरी गाईलाई। हामी चाहिँ अलमोस्ट हाफ वे आइसक्यौँ है। यहाँबाट चाहिँ यही हो बाटो, डाँडै डाँडा पुग्नुपर्ने त्यहाँदेखि फेरि अर्को डाँडा, उतापट्टिको डाँडामा ऊ त्यहाँ अलिअलि देखिनु भयो होला, हो यहाँनिर पुग्नुपर्छ। गाइस फाइनल्ली हामी चाहिँ लोवर पिकमा पुग्यौँ। यही हो लोवर पिक। लोवर पिक पुग्यौँ बिजोग पारामा। माथिको पिक भनेको उ त्यो झन्डा भएको बिजोग छ स्थिति। कपाल पनि माथि हेर्नु न, यो काग हो कि के हो, यो चरा कति धेरै हो, टन छ क्या। यहाँबाट चाहिँ त्यहाँनिर ग्लेसियरै भइसकेको रहेछ। यो चाहिँ लेक हो। यहाँबाट चाहिँ यो पुरै गाउँले पानीहरू लग्छ होइन, तर पुरै फ्रोजन भइसक्यो क्या। ड्याम भनौँ न, पानी जमाएर पानीले। ल अब हामी माथि गएर भेट्छौँ। बाई।
दिस इज लोवर पिक बादलहरू आउनु लाग्यो उतादेखि अब सब ढाकिन्छ हिमाल ढाकिन लाग्यो हिमाल ढाकेपछि त के काम छ बादल आइहाल्यो अहिले चाहिँ यस्तो पुरै बादल भइसक्यो है यता चाहिँ अलिकति क्लियर छ 2:41 भइरहेछ अहिले टाइम लास्टै हावा चलिरहेछ कि यहाँ त वाइल्डै चिसो भएको छ हावा त्यस्तै चलिरहेछ यहाँ 3 जना चाहिँ यो माथिको डाँडा चढ्न आँटेछ हामी चाहिँ नजाने भनेको त्यहाँ पनि भ्यू यही हो यहाँ बसे पनि भ्यू यही नै हो त्यो भएर यही नै बस्ने निर्णय गऱ्यौँ शिव दाइ चाहिँ चाउचाउ हान्दै हुनुहुन्छ मलाई नबोलाइकन एक्लै हेर लगाइ जब हामी एकछिन 10-15 मिनट बस्छौँ होला यहाँ अनि त्यसपछि चाहिँ तल झर्छौँ धेरै बेर बस्न सकिन्न चिसो छ टाउको लास्ट दुखिरहेको छ कि चिसोले Guys, this is the lower Kanchanjunga 4400 meter height मा र यो चाहिँ यो अगाडिको चाहिँ अप्पर हो हामी चाहिँ नजाम भनेर निर्णय लिगेम किनकि त्यहाँ गएर फाइदा पनि छैन क्या दुःख मात्रै हो त्यहाँबाट देखिन्थ्यो अगाडिको हिमाल मात्रै हो अरू केही छैन अब हामी यहीँ फोटोसोटो खिच्यौँ अब यहाँबाट हामी तल जान्छौँ चिसोले लास्टै गाह्रो बनाइसक्यो कि टाउको दुख्ने हात पनि काटेर बिजोग भइसक्यो ल दिस इज द लोवर पिक एकचोटि बोर्डमा हाल्नु पर्यो लोवर Kanchanjunga 4400 meters. Okay, this is for our thumbnail. Okay, fine. बादलहरू छरिएछ आज फेरि यहाँ सम्झनामा तिम्रो यो मन डुबेछ
माथि गएर आयौँ। टेन्जिङ गोम्पो यही नै हो। खाजा खाइयो मिठो र अहिले चाहिँ हामी यहाँबाट लाङटाङतर्फ जाँदैछौँ। आज चाहिँ हामी लाङटाङमै बस्छौँ। चिसो चिसो भइसक्यो, अँध्यारो भयो। र भोलि चाहिँ हामी सेफरवेसी, अनि गाडी पाइयो भने चाहिँ भोलि नै हामी चितवन जान्छौँ, पाइएन भने चाहिँ पर्सि चाहिँ हामी ब्याक टु चितवन। हेलो गाइज, हामी चाहिँ वी आर ब्याक टु लाङटाङ। अब त्यही हिजो बसेको होटेल नै बस्छौँ। अहिले चाहिँ लगभग कति 6:30 भयो, 6:45 6:30 जस्तो भयो। जस्ट टाइममै आइयो। ल जाउँ। आजको हाम्रो डिनर चिकन याक सुकुटी। मान्छे बिमार छु, ज्वरो आउला जस्तो भएको छ, टाउको दुखेछ, त्यही पनि मासु दबाइरहेको छु। अनि हामी गुड मर्निङ गाइज फ्रम लाङटाङ। आज हाम्रो अन्तिम दिन हो ट्रेकको। आज चाहिँ हामी यहाँबाट सेफरवेसी जान्छौँ ब्रेकफास्ट गरेर। बेलुकै पुगिन्छ होला सेफरवेसी चाहिँ, बेलुका गाडी पाइँदैन। त्यही भएर हामी आज चाहिँ सेफरवेसी बस्छौँ र भोलि बिहान नै गाडी लिएर चितवनतर्फ लाग्छौँ। ल एकछिनपछि ब्रेकफास्ट आएपछि भेटौँला है त। ब्रेकफास्ट चाहिँ यस्तै हो साथीहरू, के गर्नु। गाइस हामी चाहिँ ब्रेकफास्ट गरेर ब्युटीफुल लाङटाङ भिलेजबाट जाँदैछौँ। अहिले चाहिँ अलिअलि हुस्सोहरू माथि माथि आउँदैछ होइन। चिसो चाहिँ चिसो नै छ, माथि चाहिँ घाम लाग्यो तर तल चाहिँ छैन। अलिअलि गाउँहरू पनि देखेको। अस्ति चाहिँ हामीले गाउँ देखाउन पाइएन, त्यहाँ गएको भयो। कहाँबाट यताबाट हामी निस्क्यौँ। यसको यो चाहिँ वर्ल्ड लाङटाङ भिलेज है। 2015को अर्थक्वेकले यहाँ ठुलो बस्ती थियो, सर्लाक्कै लगाएर रहेछ पहिरोले। अनि धेरै यहाँको लगभग 175 जना यहाँको बासिन्दा प्लस नेपाल आदमी अनि ट्रेकर्सहरूले पनि आफ्नो लाइफ गुमाउनु भएको रहेछ। खत्रै तरिका लग्यो क्या, वहाँसम्म छ यार। अस्ति हामी आउँदाखेरि चाहिँ आउँदै थियो, देखाउन पाइएन। चाहिँ बिहानको बेलामा हामीले देखाइहाल्यो नि। चाहिँ पुरै पहिला चाहिँ बस्ती नै थियो अरे, बाक्लो बस्ती। अहिले चाहिँ यही बस्ती सरेर चाहिँ माथि गएको रहेछ। यो चाहिँ हो नि लगभग 250 जना होइन र, 250 जनालाई। Hello guys, it's 10:40 and we are already at घोडा तबेला। एकदम फास्ट डिसेन्ड गरिरहेको छौँ हामी छिटो। ओह्रालोमा त हिँड्न पनि सजिलो हुन्छ नि त। घोडा तबेला यस्तो छ यी। शिवलाई फोटो खिच्नुपर्छ यता ठाउँमा। यस्तो ब्याकग्राउन्डमा राम्रो आउँछ। ल
हाम्रो क्विक रेस्ट बिफोर लामा होटेल। मैले चाहिँ लुगा सुकाइदिइरहेको छु होइन। अब इनर्जी बिस्किट खाएर पानीसँग हामी चाहिँ अहिले ब्याम्बो पछिको एउटा टी सपमा आइसक्यौँ। अहिले 2:30 भइरहेछ। यहाँ चाहिँ कफी खान्छौँ अनि 5-10 मिनट रेस्ट गर्दा चाहिँ हामी यहाँबाट निक्लिन्छौँ सेफरवेसीतर्फ। गाडी चाहिँ भेटिन्न होला, भेटियो भने चाहिँ हामी आज नै चितवन फर्किने हो। यहाँ सोद्धाखेरि चाहिँ जाने मान्छे छ भने चाहिँ गाडीले लग्छ अरे, छैन भने त 2 बजीसम्म मात्र हो गाडी। त्यो फर द बेस्ट मान्छे पाइन्छ कि कोही अरू जाने मान्छे पनि भेटियो भने अझै चितवन जानुपर्छ। कफी पनि आइसकेको छ। एक सानो पसल ल त्यस्तो छ बेङ्गलोरमा पानी खोलाको छेउमा है। ओभरअल मजा भइरहेछ एकदम। एकदम फास्ट झरिरहेछौँ कि हामी। लगभग 1 घन्टामा होइन पुगिन्छ होला। 1 घन्टामा हामी सेफरवेसी पुगिन्छौँ। त्यो अब उतै गएर भेट्छौँ। पहिरोपट्टि हो पहिरो। लाङटाङ चाहिँ यता अनि हामी चाहिँ यहाँ छौँ होइन। यताबाट चाहिँ सेफरवेसी जान्छौँ जहाँ चाहिँ गाडी पाइन्छ। अनि यो माथिल्लो बाटो चाहिँ गोसाइकुण्ड। यदि तपाईँहरू लाङटाङ गोसाइकुण्ड भ्याउनु छ भने यहाँबाट फर्किएपछि यताबाट माथि जाने यहाँ ठुलो सर्फु अनि गोसाइकुण्ड देखेछ नि। आइपुग्यो सेफरवेसी अँधेरोमा। तेरि ढाड साड बिजोग भइसक्यो, खुलित भइसक्यो। दिस इज द होटल वेयर वी आर स्टेइङ है। फोन नम्बर यहीँ छ। क्युट छ होटल चाहिँ। एन्ड दिस इज आवर लास्ट डिनर during our London trip. गाडी बसिरहेको छौँ। मिठो देखिरहेछ है, मिठो देखिरहेछ। यस ओके गाइज गेस वाट मैले थाहा क्लिन हान्नु। शिव दाइले पनि क्लिन हान्नु। शिव दाइले सधैँ हो, तर मैले चाहिँ ट्रेकभरिमा फर्स्ट टाइम भात थपेँ। नत्र मैले कहिले थपेँ होइन अहिलेसम्म। त्यो ट्रेकभरिमा भात थपेर नि यस्तो क्लिन हाने। कति मिठो छ होला त यहाँ खाना। फिङ्गर लिकिङ डिलिसियस। गुड मर्निङ गाइज फ्रम सेफरवेसी। हामी चाहिँ अब यहाँबाट निक्लिन आँटेको। हामी बसेको होटल चाहिँ यही नै हो। गुड फुड, गुड हस्पिटालिटी। यता आउनुभयो भने चाहिँ यहाँ बस्न रेकमेन्ड गर्छौँ। अब चाहिँ यता गाडी वेट गरिरहेछ। 7 बजेको गाडी हो। अब चढेर जानुपर्छ चितवन सरर। फाइनल्ली आफ्टर 4 days होम है। अब ब्लगलाई यहीँ नै एन्ड गर्छु। ल शिव दाइ बाई बाई भनिदिनु नि त। ब्लग एन्ड गरिदिउँ। बाई भनिदिनु न। बाई बाई। एटिट्युड बोयले हेर्दा पनि नहेरिकन बाई भने ठिकै छ केही छैन। बाई बाई।